गणेशाय नमः। अथ द्वितीयोऽध्याय। हे अगस्त्य मुनि, कुमारजी आज्ञा गर्नुहुन्छ। पहिले यो संसार पद्मकल्पमा जलमग्न थियो। यहाँ परम ब्रह्मा अव्यक्त स्वरूपको सङ्कल्पबाट उत्पन्न हुनुभयो र महाविष्णुको नाभिदेखि सहसदल कमल उत्पन्न भयो। त्यस कमलमा निर्गुण शिवका दायाँ हातमा ब्रह्मा उत्पन्न भएर विष्णुको नाभिमा उत्पन्न कमलमा बसी संसार सृष्टि गर्ने विचार गर्न लाग्नुभयो। यस समयमा विष्णु भगवानले आफ्नो कान कोट्याउँदा औलामा आएको काने गुजी समुद्रमा फाल्दा त्यो दुई टुक्रा भयो र सो विष्णुको काने गुजीदेखि वीर पराक्रमी मधु र कैटभ नाम गरेको दुई दैत्य उत्पन्न भए। ती दैत्यहरूले कहाँ के छ भनी जलमय संसारमा भ्रमण गरी हेर्दा ब्रह्मा बसेको सहसदल कमल निर पुगी कमलको ठाक देखेर त्यसलाई समाती माथि गई ब्रह्मालाई देखी ती ब्रह्मालाई खसाल्न तयार भए। तब ती दैत्यहरूदेखि डराएर ब्रह्माले योगमाया भगवतीको आराधना गरे। ब्रह्माजीको आराधनाले महामाया उमादेवी प्रकट हुनुभयो। योगमाया भगवती प्रकट भएपछि ब्रह्माले बिन्ती गरे, हे ईश्वरी, हजुरलाई कोटी कोटी नमस्कार छ। विष्णुलाई जागा गराइदिनुहोस्। मलाई दुईजना दानवले ज्यादै दुःख दिए। ब्रह्माको यस्तो वचन सुनि योगमाया उमाले श्री विष्णुलाई जागा गराउनु भयो र श्री विष्णु जागा भई मधु र कैटभलाई देखाउनुभयो। ती दैत्यले पनि भगवान विष्णुलाई देखेपछि युद्धको स्वरले आफ्नो तागत देखाउन खोजे। दैत्यको चालले भगवानलाई दैत्यको क्षमता जाँच्ने मन भयो। त्यसपछि क्रोधले चाँडै युद्ध गर्न अघि सरी दिव्य 5000 वर्षसम्म विष्णु र मधु कैटभ बीचमा भयङ्कर युद्ध भयो। मधु र कैटभ दैत्य धेरै बलवान भएकाले भगवान विष्णुले पनि उनीहरूलाई जित्न सक्नु भएन। त्यसपछि भगवान विष्णुले साक्षात् महामाया भगवतीको मनमा स्तुति गर्नुभयो, जसबाट भगवती उत्पन्न भई दैत्यहरूले मनमा मोह ल्याइदिनु भयो। यो कुरा भगवान विष्णुलाई थाहा भएर भन्नुभयो, हे दैत्य हो, तिमीहरू धेरै पराक्रमी रहेछौ। म प्रसन्न भएँ, वरदान माग। यसरी विष्णुले आज्ञा गर्दा मधु र कैटभ दैत्यले अहङ्कार गरी भने, हे विष्णु, युद्धमा तिमीलाई हामीले जित्यौँ, अब तिमी के वरदान देउला? युद्धमा जसले हार्छ बरु त्यसलाई जित्नेसँग वरदान माग। यसकारण तिम्रो इच्छा भएको वर हामीसँग माग। दैत्यहरूको मन भगवती महामायाको मोहजालमा परेको हुनाले उनीहरूले विष्णु भगवानलाई यस्ता वचन भने। त्यो सुनि विष्णु आज्ञा गर्नुहुन्छ, हे दैत्य, तिमीहरू धेरै बलवान रहेछौ। यदि तिमीहरूले मलाई वरदान दिने भए पहिलो वाचा गर, त्यसपछि म वर माग्छु। भगवतीको मोहजालमा परेका दैत्यहरूमा तत्काल अहङ्कार उत्पन्न भयो र विष्णुको अगाडि मधु र कैटभ दैत्यले भने, तिमीले मागेका वरदान हामी अवश्य दिउँला, यो हाम्रो वाचा भयो। उनीहरूले वाचा पनि गरे। सत्ययुगमा आफ्नो वचन दैत्यहरूलाई पनि पालन गर्थे भने देवताहरूको त के कुरा। त्यसपछि विष्णु आज्ञा गर्नुहुन्छ, हे दैत्य हो, बरु थोक के वर माग्छौ? तिमी दुवैलाई म मार्न सकूँ, मेरो हातबाट मर। यस्तो विष्णुको वचन सुनि मधु र कैटभले भने, हे विष्णु, तिमीले कपट गरी वर माग्यौ तापनि हामीले वाचा गरेको हुनाले दिन्छौँ। यस्तो मनमा विचार गरी दैत्यले यस जलमग्न संसारमा जलबाहेक अन्यन्त्र हामीलाई मार भनी आफ्नो बुद्धिले बाँच्न प्रयास गरे। विष्णु भगवानले त्यस्तो दैत्यको इच्छा बमोजिम हुन्छ भने ती दुवै दैत्यलाई काखमा राखेर सजिलैसँग मार्नुभयो। ती दैत्यहरूको मासुबाट शीतकालमा तुषाराले पानी जमेझै समुद्रको जलमा पृथ्वी उत्पन्न भइन्। डाहा र नसाले पर्वत र पत्थर भयो। त्यो देखि ब्रह्माले अब संसार सृष्टि गरौँ भनी विचार गरे। सृष्टि गर्न लाग्दा भगवान महादेवको आराधना गरे। महादेवबाट आज्ञा भयो, हे ब्रह्मा, तिमीले नारायणको आराधना गरी सृष्टिको काम गर। ब्रह्माजीले भगवान विष्णुको आराधना गरी विष्णुको आराधनाले 14औं लोकको सृष्टि गरे।